यसको पैसा आउँदैन अलिकति मात्रै 200-300 दिइदिन्छु मलाई दिइदिनु रे के छान 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 भन्छन् मलाई कस्तो रहर थियो अस्ति मैले रोपेको फर्सीहरू यस्तो मजाले उम्रेछ अनि बोडीहरू पनि मजाले भएछ यता हामीले फुल रोपेछौँ 1 2 3 4 So hello guys, good morning and welcome back to another vlog and हजुरहरु सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौं अनि म नानीलाई खाना खुवाउन गइरहेको छु नानीको खाना रेडी भइसक्यो सुजी र बनाना बनाएको आज हलुवा अनि बाबु पनि गइसक्यो स्कुल अनि भाइ र आलु गएको छन् ढुङ्गेधारामा पानी लिन हाम्रो यही ढुङ्गेधारा नजिकै छ के अनि यहीबाट गएर पानी लिएर आउन मिल्छ अनि सो हामी अल्छी लागेर यही पसलबाट लिएर आउँछौँ नभए त यही नजिकै हो ढुङ्गेधारा कस्तो मिठो पानी हुन्छ चिसो न चिसो पुरा त फ्रिजकै पानी जस्तो हुन्छ के ढुङ्गेधाराको पानी अनि आज चाहिँ जाउँ न अब बिहान यिनीहरू बाइक सिक्न जान्छ नि त डेली अनि जा पानी लिएर भनेको अनि गएछन् हैन राजकुमारी यसको बानी चाहिँ यस्तो बिग्रेछ नि यस्तो बिग्रेछ आजकल खाली काखमै भुइँमा राखे कि रोएर यस्तो बिजो गर्छ काखमै लाइट यता अँध्यारो पर्छ होला काखमै लिएर हिजो पनि काखमै लिएर खाना पकाएको फुचेले खानासाना पकाएर खुवाएर स्कुल पठाएँ खाना हाम्रो रेडी छ भाडा हेर्नु न भाडा गाइज अम्म कहिले धोइ भ्याउनु भोक लागिसकेको आजकल अब हुन त रातभरि फुचीले दुध खाएर पनि होला उठ्ने बित्तिकै कस्तो भोक लागेर आउँछ के अब खाना खान्छु म पनि नानीलाई खुवाएर अनि भेट्छु हजुरहरूलाई नयाँ बानी सिकेछौ तिमीले यो पुरै नखाएर मुखमै लिएर बस्ने नयाँ बानी सिकेछ यसरी मुखमा लिएर गरेर बस्ने ननिल्ने आइसक्यो दुईजना पानी लिएर 2 जार पानी लिएर आएछन् अनि काठमाडौँमा यस्तो गर्मी भइसकेको छ गाइस तराईको मान्छेले झन् के भइरह होला है यस्तो घाम चर्केर हिजो रातिदेखि यस्तो गर्मी बढेको नि हप भइरहेछ के अनि म देखाउँछु आज मैले हजुरहरूले मैले के गरेछु यो चाहिँ मेरो मम्मीको डरकस्सा हो कि हाम्रो यो कम्मर बन्द हुन्छ नि कम्मरमा यहाँ लगाउँछ नि उसमा बिहे भोजमा लगाउँछ हाम्रोतिर कम्मर बन्द भन्छ डरकस्सा भन्छ अनि मम्मीको पुरानो थियो कि ठुलोवाला अनि सबै त्यो मम्मीले बिगार्नु भएको थियो नयाँ बनाउनलाई के अब मेरो बिहेमा होला नि त गहनासना बनाउनलाई चाँदीको अनि त्यसैबाट यो सिक्रीहरू पनि रहेछ कि अनि सोनारले त्यहाँको बेगन्जको सोनारले चाहिँ यसको पैसा आउँदैन अलिकति मात्रै 200-300 दिइदिन्छु मलाई दिइदिनु रे के यति धेरै छ अनि मम्मीले दिनु भएन कि अनि ल तिमीहरू लैजाऊ सिक्री बनाएर लगाऊ चेन्ज गरेर भन्नुभयो अनि हामीले लिएर आयौँ अनि मेरो पालोमा भाइले ब्रासलेट बनाएर लगायो अनि मैले फुचीलाई के लगाइदिएँ मैले फुचीलाई पाउजुल बनाएर लगाइदिएँ यो निकालिदिएँ यो घोच्छ नि त यो कस्तो हुन्छ कि घोच्न त खासै धेरै घोच्दैन त्यही नि अब यसले किन उस गर्नु भनेर अनि मैले फुचीलाई चाहिँ पाउजु बनाएर लगाइदिएँ अब ऊ छैन एउटा त्यो बज्ने हुन्छ नि छन् घुगुल भन्छ हाम्रोतिर घुगुल छैन त्यो अब म पसलै गएको छैन कि बाहिर सो पसल गरेर लिएर आउँछु अनि लगाइदिन्छ अनि छोरी हिँड्दाखेरि छान 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 भन्छन् मलाई कस्तो रहर थियो कि म त नानीको पास्नीमा पनि पाउजु नै बनाएर लगाइदिन्छु भनेर सोचिरहेको थिएँ तर साइजै हटेन क्या उसलाई यति दुब्ली चाहिँ होइन अनि एउटा सबसे सानो साइज लिएर पनि आएको थिएँ अनि त्यो खुट्टामै नटिक्ने के त्यो निस्किहाल्ने अनि त्यही भएर चेन्ज गरेर अब के गर्नु लास्ट मोमेन्टमा यही बनाएर ल्याएको थिएँ हामीले पास्नीमा तर मैले चेन्ज गरिदिएँ अब अरू पनि यति धेरै छ अब अरू पनि के बनाउने सोचिरहेको छु म पनि ब्रासलेट लगाउन मन लाग्यो एउटा सानो लगाउँछु म पनि आफ्नो लागि फुचेलाई त ऊ बनाइदिन्छु भनेको ब्रासलेट बनाइदिन्छु भनेको फुचेलाई हटेन कि अलि ठुल्ठुलो सानो छ सो नानीले पाउजु भयो म मेरो लागि पनि बनाउँछु ब्रासलेट मैले बनाइसकेँ बनाएर पनि लगाइसकेँ एउटा ल्यापटप लिएर बसेर पढ्नु पर्दैन आइज अलिक ब्लग बनाउने मेरो नानीको पनि पाउजु कस्तो राम्रो देखेछ खुट्टामा अब साग केलाउँछु खाना पकाउँछु कति बज्यो 6 बज्न लाग्यो आज साग लिएर आएको मैले हाम्रो यही तल
बारीमा साग रोप्छ के राम्रो छ त फ्रेस छ त अनि यो तरकारी पनि लिएर आएको मैले फ्रेस छ त मम्मी यो भोलि बिहान पकाउनलाई अनि यो साग खाने आज हामी राति अनि तिम्रो पढ्ने होमवर्क छैन रुदान दाइ रुदान पढ्ने होमवर्क छैन तिम्रो म्यामलाई कल गरौँ अब म म्यामले कल गर्छु है ओके अम्मा हामी चुइगम खाइरहेछ म चाहिँ प्लास्टिक खेलेर मक्ख छ कतरी हाँकेको त नि ए सरी 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 यता हेर्नुहोस् त सानबीर गएर हाँसिन् त मेरो राजकुमारी खोइ आमै खानु न प्लास्टिक प्लास्टिक खानु न छोरो म कति खुसी भएर प्लास्टिक खाएर त नि हुँदैन दे मलाई दे प्लास्टिक मलाई दे टोइस खेला ल बेटा टोइस खेला ल टोइस खेला ए रुदान गेट खुले रहेछ जा त लगा त छिटो पहिला ढ्याङ हुन्छ जानु पहिला गेट लगाइदेऊ न ढ्याङ हुन्छ के कहाँ सुन्छ एकचोटिमा यो गेट लगाइदियो फेरि हावा चलेर ड्याङ्ग हुन्छ फेरि बिस्तारै बिस्तारै साग केलाउँछु गाइस पकाउनु पर्यो खाना अब मेरो नानी यसरी पटमा बस्ने भइसकेकी छिन् मान्छन् क्या मजाले पटमा छिची गर्छिन् सुसु पनि गर्छिन् बस्छौ कि नाइ फुल देखाउन मिल्दैन सो युट्युबले फेरि हटाइदिइहाल्छ भिडियो बच्चाहरूलाई नाङ्गे देखाउन मिल्दो रहन्छ क्या बोडी पनि केलाउँदैछु केलाइसकेँ तरकारीहरू सागहरू पनि केलाइसकेँ आज म सागको झोल बनाउनेवाला छु एकदम हाम्रो तराईको स्टाइलमा तोरी मसला अनि लसुन पिनेर यस्तो मिठो हुन्छ नि फ्राई गर्दा पनि मिठो हुन्छ तर तोरीहरू हालेर मसला हालेर मजाले पकायो भने ग्रेभी ग्रेभी यस्तो मिठो हुन्छ यस्तो कोपिलाहरू चाहिँ धेरै लाग्छ मेरो फुलमा फेरि आज पनि भोलि टन्नै फुल्छ म गल्छु कतिवटा खाऊ 1 2 3 4 5 6 6वटा त भोलि स्योर फुल्छ होला अरू नि फुल्छ फुल्न त एकछिन बाहिर नानीलाई डुलाउनु ल्याएको अब गएर खानासाना पकाउँछु सुत्छिन् होला अब यो दुध खाएर अब सुत्छिन् एकछिन नानी अनि त्यसपछि म खाना पकाउँछु हिजो यति गर्मी भएको थियो राति सुत्नै नसक्ने जस्तो गर्मी भएर अहिले चाहिँ यस्तो मजाले हावा चलिरहेछ पुरै कपालै उडाइरहेछ म चाहिँ यसो अब बारीमा के भएछ हेर्न आएको त बाहिरको फर्सीहरू नि फैलिन थालेछ अब हाम्रो बारीमा टन्नै मकै कत्रो कत्रो भइसक्यो अस्ति मैले रोपेको फर्सीहरू यस्तो मजाले उम्रेछ अनि बोडीहरू पनि मजाले भएछ यता हामीले फुल रोपेछौँ यसपालि त फुल पनि टन्नै फुल्छ अस्ति मैले रोपेको फुलहरू सबै कुखुराहरूले सबै खोतलिदिन्छ क्या यहाँ एउटा छ मेरीगोल्ड एउटा रहेछ यसो सिमीहरू मजाले लत्रे रहेछ यसपालि सिमीको तरकारी टन्नै हुन्छ फर्सी पनि हेर्नु कति धेरै छ फर्सी पनि यति धेरै उम्रिया छ यसपालि तरकारी त यति धेरै रोप्नु भएको रहेछ भाउजूले काँक्राहरू छ त्यसपछि खुर्सानी भिन्डी सिमी फर्सी कर्कलो इस्कुस रायो भेन्टा बन्दा यति थोरै ठाउँमा सबै चिज रोप्नु भएको भाउजूले यस्तो हावा चलिरहेछ यस्तो राम्रो अहिले चिसो भइरहेको तराईको मान्छेलाई कति गर्मी भएर होला म तराईको आफै भएर पनि मलाई थाहा छ के तराईमा कस्तो गर्मी हुन्छ भनेर
यहाँ त एकदम स्वर्ग हो आमामा गर्मीमा त यतिको त होइन हामी एकछिन घुमी आएको कुखुराको खोर म जत्रो मेरो कम्मर जत्रो हुन लागिसक्यो मकैहरू यो चाहिँ काँक्रा लत्रिरहेछ फर्सीको मुन्टाहरू पनि निस्किन थालेछ अब त काटेर खायो भने हुन्छ है एक छाक त फर्सीको मुन्टा मैले अघि भर्खर किनेर ल्याएँ 30 रुपियाँको एक मुठा 30 रुपियाँको एक मुठा दिँदो रहेछ यसमा अलिकति तराईमा भए 20 रुपियाँमा पाउँथ्यो होला काँक्राहरू मजाले त फर्सीको मुन्टा भइसक्यो रहेछ है तोड्ने बेला त भाउजू हुनुहुन्न नभए म सोधेर तोड्थेँ उहाँले रोप्नु भएको यतिकै त के टिप्नु पानी परे बेला फेरि एउटा खाली हुँदैन यो सबै यति धेरै यो सबै पुरै पानीले भर्छ कि पुरै डबरी हुन्छ पोखरी भन्छ पोखरी हावा चलेर आवाज पनि काटेर आइरह होला राम्रोसँग सुनेन होला हावा चलेर आवाज पनि करेला पनि रहेछ करेला सिमी अझ के उता के त उम्रिरहेको रहेछ अझै कपाल हेर्नु चुइगम खाइरहेको थिएँ म कपाल पुरै चुइगमभित्र गइरह पुरै चुइगम कपालभित्र कपाल चुइगमभित्र गइरहेको के भुल्नु पनि के भुल्छ भन्छ काँक्रा त माथि पनि कस्तो मजाले लत्ते रहेछ माथि भाउजूले जहिले हरेक वर्ष रोप्नुहुन्छ कि काँक्राहरू हिरौला त्यसपछि के भन्छ करेला पोहोर साल त हावा चलेर के सुने छैन पोहोर साल त यहीँ यो गली छ नि यहीँ घिरौला रोप्नु भएको थियो अनि पुरै यो हाम्रो रेलिङमा पुरै घिरौला लत्रेर उहाँ अगाडिसम्म थियो पोहोर साल चाहिँ कस्तो मजाले यसपालि चाहिँ करेला ठुलो हुनु लागेछ अनि यो चाहिँ मैले रोपेको फुल हिबिस्कस फुल हो घन्टी फुल के कस्तो मजाले हुन्छ यो बाख्रा ल्याएर चराइदिन्छन् अनि मरिहाल्छ कि माथि माथि कस्तो मजाले भइसक्यो हुन्छ है मैले पोहोर पराएर रोपेको 2-3 वर्ष भइसक्यो अहिले घाँस निकालिदिन्छु यो बोट भयो भने त फुलको टेन्सनै लिनु पर्दैन हामीले फुल खोज्नै जानु पर्दैन कहीँ पनि यति धेरै फुल छ यो फुल हामी पहिला बस्ने घरबेटी आन्टीको बारीमा थियो कि बोट ठुलो अनि मैले त्यो हाम्रो बाल्टिनमा पनि त्यहीको सारेको अनि यहाँ पनि त्यही सारे हो यताको त आउँदै आएन यताको आउँदै आएन यो घाँस फेरि यति बलियो छ नि ओ आमा उखाल्नै सकेन गाइस यो बोट भयो भने त फुलको त हामीलाई त टेन्सन भनेको चिजै हुँदैन यति धेरै फुल छ यसपालि जसरी भयो नि म यसलाई बचाउँछु यो बोटलाई फुल फुलाउँछु यसपालि जसरी पनि जान्छु गाजेर सुताइदिन्छु पहिला खानासाना पकाउनु पर्यो खाना पकाउनु पर्यो हावा चलिरह कस्तो मजाले हाम्रो घरको डिजाइन यस्तो राम्रो छ यति धेरै मान्छेहरू आउँछ नि यो डिजाइन हेर्नलाई हजुरहरूलाई चाहियो भने कसैलाई म होम टुरको पनि भिडियो बनाइदिन्छु यस्तै घर बनाउनलाई हुन्छ दुईजना भित्र पढिरह नि आलुले पढेर जबरजस्ती मेरो फुच्चेलाई त्यो मानेकै छैन पढ्नलाई पढ्नमा त यति अल्छी छ नि त्यही पढाइरहेछ म जान्छु गाइस खानासाना पकाउँछु यसलाई सुताइदिन्छु पहिला अनि भेट्छु हजुरहरूलाई नानी सुतिरहेको छिन् सो म खाना पकाइरहेको छु जहिले यति बेलुका सुत्छिन् कि नानी सुतेपछि बल्ल मैले खाना पकाउने हो अनि त्यसपछि अनि उठ्छिन् एकछिन पछि अनि राति त जहिले 11-12 बजाउँछन् सुत्नलाई अनि म चाहिँ फर्सीको मुन्टा यसरी पकाउँछु कि कराईमा देखेको छैन होला राम्रोसँग लाइट अलिक कम छ
सो गाइज यहाँ आजको ब्लग हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच एन्ड लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई गुड नाइट